यो बाटो मेरै हो कि म यो बाटोको अब यो माटो मेरै हो कि। धन्यवाद रामदाईलाई। जाँदैछौँ हर्सङ्गीतिर मोले साग टिप्न गलुको निउरो बट पाउँछ कि पाउँदैन थाहा छैन है। अहिले खेततिर अब कोदालो सोदालो बोकेर हिँडेको छ। आज हामी शुक्लगण्डकी 12मा छौँ होइन। ट्याक्कै होबीर भाइ र बहिनीलाई भेटियो। उहाँहरू एकदम मेहनत गर्ने एकदम होइन परिश्रम गरेर खाने मान्छेहरूलाई भेटियो आज। खोलातिर हो जलको टिप्न लाग्यो खाएर जलको। बाटो हिँड्यो कि के छ र यो बाटो गाउनु त गाउनु त म हालिदिन्छु। होइन भिडियो मात्र बनाएको। अब यो बाटो मेरै हो कि म यो बाटोको अब यो माटो मेरै हो कि। धन्यवाद रामदाईलाई। छोटो मिठो गीत गाइदिनु भयो। जति आउँछ त्यति नै गाउने हो, जति रुच्छ त्यति नै खाने हो, जति मनपर्छ त्यति नै मन पराउने हो, जति मन पर्दैन साइड लगाइदिने हो। हामी यसरी जाँदैछौँ हर्सङ्गीतिर मोले साग टिप्न गलुको निउरो बट पाउँछ कि पाउँदैन थाहा छैन है। धामी कुना आइपुग्यो हामी। धामी कुना धामी कुना आइपुग्यो हामी। धामी कुना बारी कास्की यता हेलो के छ कान्छो। धान रोप्ने चटारो पर्न लागिसकेको छ। होबीरको गोठ हो यो। होबीर दाइको गोठ जलको त यो कुनामै पाइन्छ हौ। हो जलको पात मात्रै आयो। होबीर नै आएर भागै हिँड्छ भने ल है त हाम्रो बेसीतिर आइयो। मेरो खेततिर आइयो। यो भनेको हाम्रो बेसी बारी कास्की। होबीर दाई होबीर दाई फुल भिडियो है एकदम भिडियो होबीर होबीर भाइ अहिले
तिमी कहाँ जाँदैछौ अहिले ल भन त खेततिर अब कोदालो सोदालो बोकेर हिँडेको छ आज हामी शुक्लागण्डकी बाह्रमा छौँ होइन ट्याक्कै होबेर भाइ र बहिनीलाई भेटियो उहाँहरू एकदम मेहनत गर्ने एकदम होइन परिश्रम गरेर खाने मान्छेहरूलाई भेटियो आज खोलातिर हो जलको टिप्न लाग्यो